हेलो एन्ड वेलकम ब्याक टु माई ब्लग होइन यो चाहिँ अस्तिको भिडियो हो होइन यो चाहिँ हामी अङ्कल र म माथि उता गएको थियौँ होइन त्यहाँनिर चाहिँ हाउसिङ प्लस मेला छ भनेर सुनेको थियौँ होइन सुन्यो भने मैले सुनेको होइन अङ्कलले सुन्नुभएको अनि अङ्कलले जाउँ न त भनेर मलाई बेलुका फोन गरेर गएको थिएँ गएको थिएँ भरे त्यहाँ रहेनछ अनि हेर्दै जानु न के हुन्छ होइन अब अहिले म भन्दिनँ सो हेलो गाइज हामी चाहिँ केराबारी होइन ए खोर्सानीको मेला प्लस कन्सर्ट हेर्न जाँदैछौँ के टिकट छ होला नि त आज टिकटको त थाहा छैन अब हामी त म त थाहा नै छ इटरीमै हुन्छु प्रायः जस्तो होइन इटरीकै मेला हो म धेरै टाढा मेला जाँदिनँ अनि त्यही भएर अब आज चाहिँ फर्स्ट टाइम उताको मेला हेर्न जाँदैछु कस्तो हुन्छ के हुन्छ होइन थाहा छैन यो बाटो धेरैचोटि हेर्नुभएको होला तपाईँहरूले होइन राति चाहिँ यस्तो देखिन्छ यो बाटो होइन ठिक छ नि त नरिसाउनु नि त भइगयो नि त होइन अनि हामी चाहिँ लगभग हिँडिरहेको छौँ पछाडिको भ्यू यस्तो छ हेर्न सक्नुहुन्छ अङ्कल र म बाइकमा जाँदैछौँ खोर्सानी खोर्सानी नै भन्दो रहेछ त्यसलाई चाहिँ मलाई थाहा थिएन गाइस सरी नि त नरिसाउनु नि त भइगयो नि त रातिको भ्यू यस्तो छ फेरि काठमाडौँ गएको भन्नु होला नि गाइजहरू काठमाडौँ होइन नि फेरि खोर्सानी गएको नि गाइजहरू ठिक छ नि त नरिसाउनु नि त अब हामी एकैचोटि आधी बाटो पुगेपछि म तपाईँलाई देखाउँछु ल लामो बाटो छ अझ छैन अङ्कल गएछ अझै बाँकी छ नि त 1 घन्टा 6 मिनट भनिदिउँ न त्यही त गछियादेखिको 5-6 मिनट मात्रै सरी त गाइस कक्षादेखिको त्यही धेरै भनेको 10 मिनट अरे होइन थोरै भनेको 5-6 मिनट अरे अब कति लाग्छ हामीलाई चाहिँ अङ्कलको स्पिड त ठिकै छ होइन ठिकै छ 45 को स्पिड छ 45 इज द बेस्ट आई थिङ्क सो होइन पड्किरहेको छ आकाशमा हेर्न सक्नुहुन्छ पछाडिको लाइट म देखिनँ अब चाहिँ देखेँ गाइजहरू ठिक छ नि त नरिसाउनु नि त भइगयो नि त होइन ठिक छ नि त गाइजहरू आकाशमा बमबारी हुँदैछ होइन ठिक छ नि त हामी गच्छी आइपुग्यौँ यो बाटो म धेरैचोटि वक हिँडिरहेको हुन्छ बिहान अनि बेलुका प्रायः जस्तो वक हिँड्दै क्या म यहाँ तल बस्छु नि त अनि यो बाटो प्रायः जस्तो म वक हिँडिरहन्थेँ क्या गाइजहरू हामी गच्छिया पुल आइपुगेको छौँ अब अगाडिको आजको के छ टिकटको अवस्था थाहा छैन मलाई होइन अब इटरीमा भए त मलाई पर्दैन थियो आनन्दले जतिखेर गऱ्यो पनि छिरिहाल्थ्यो नि टेन्सन थिएन 10 बजे चाहिँ होइन क्या 10 बजे मेला सकिन्छ नि फेरि त्योभन्दा अगाडि भन्न खोजेको मैले सेट सिस्टम यादव सरकारको बेला अनि के अरे जेएमसीको बेला अनि लिल झोलाको बेला 3 दिन लगातार ठुलो कलाकारको पनि कन्सर्ट हुँदाखेरि मैले टिकट तिरिनँ क्या तिरेको भएर हो नि त टिकट तिरिनँ अब आफ्नै दाइहरू हुन्छ आफ्नै मामाहरू हुन्छ होइन टेन्सन छ नि मामा ल मामाले उठाउनु दाइ म बाहिर छु है भन्दा नि ल भाइ भित्र आउनु डाइरेक्ट फोन दियो गाडीलाई बाउन्सरलाई फोन दियो बाउन्सरसँग कुरा भयो चाहिँ भित्र छिटो पाइहाल्छु टेन्सनै छैन क्या गाडी छिटोलाई ठिक छ नि त नरिसाउनु त अगाडिको भ्यू हेर्न सक्नुहुन्छ अब चाहिँ लाइट फोकस लाइट भनौँ मेरो केटा चाहिँ सिङ्गल छ है त्यसपछि अर्को केटअप भनेको सिम्पल माल छ यति नै मेरो केटअपहरू धेरै छैन होइन त होला अगाडि नि स्काई हुँदैछ लगभग हामी आइपुगेको छैन रोड डिभाइडर रहेछ यहाँनिर चाहिँ
मन्दिर छ है गाइजहरु कक्षको विश्वकर्मा बाबाकी जय यात्रा सुरक्षित होस् बाबा जति पनि दसैँमा तिहारमा आफ्नो घरतिर जानुहुँदैछ सबैलाई विश्वकर्मा बाबाको के भन्छ आशिष मिलोस् सबैको यात्रा सफल रहोस् यही भन्न चाहन्छु म यो भिडियोमा हैन अब अरु त के भन्नु हामी अब लगभग पुनः टिम धेरै गफ गऱ्यौ गाइस अब अहिले गरेर देखाउँछु A few moments later सो गाइज हामी चाहिँ खोर्सानी आएको हेर्न सक्नुहुन्छ हैन खोर्सानीमा मेला कहीँ लागेको छैन यहाँको बासिन्दै हुनुहुन्थ्यो एकजना अङ्कल दोकानदार अङ्कल त्यो अङ्कललाई सोधेको खै हामी त अब हामीलाई अब यहीँ जन्मेको यहाँ त खाप्दैन खासै मेला भन्नुभयो अब हामी फेरि इटरीकै मेला जाने गाइज झुक्कै अब त्यो अङ्कलको हो हैन अङ्कल त्यहाँ बसेको बेला आउनुभएको थियो अरे कुरा भएको थियो अरे यस्तो यस्तो छ भनेर हामी आएपछि दुःख पाइयो हैन अब फेरि इटरी ब्याक टु इटरीको मेला अब इटरीकै मेलाको तपाईँ अब इटरीकै मेला हेर्नु कस्तो हुन्छ अब त्यो यहाँ छ अब इटरीको मेला हेर्नु आज हिजो र आज कोही पनि छैन हाम्रो बाइक यो हिजो र आज कोही पनि थिएन आज फ्री नै टिकट छ टिकट भोलि चाहिँ प्रीति पासु घर आउने हो प्रीति पासु घर हो कि पासु घर के भन्ने छ भोलि चाहिँ त्यो आउँछ अब मेलामा भोलिको टिकट 200 कि 300 हुन्छ होला सायद होइन धेरै भनेको 200 थोरै भनेको 200 धेरै भनेको 300 रुपियाँ हुन्छ होला भोलिको टिकट आउनु होला होइन अब भोलि नै हेरौँ ल दुःख पाइयो आएर ठिक छ केही छैन 8:30 भइसक्यो अब एकछिन बस्ने अनि हिँड्ने हामी गाइजहरू अहिलेको लागि हामी हिँड्यौँ
चाहिँ ब्लगमा हेरिहाल्नुभयो कस्तो कस्तो के भयो त्यहाँ पुगेर के भयो होइन कसरी के भयो त तपाईँ हेरिहाल्नुभयो होला अगाडि नै भिडियोमा होइन अगाडिको ब्याक क्लिपहरू पनि छ त्यो चाहिँ अब टिकटकमै हालेको छु मैले होइन यसमा हाल्दिनँ म टिकटकको बायोलिङ पनि हालिदिन्छु म युट्युबमा होइन त्यहाँबाट जानु सक्नुहुन्छ टिकटक एकाउन्टमा क्युआर हालिदिन्छु क्युआरबाट जान सकिहाल्नुहुन्छ होइन लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिराख्नु फेरि अर्को भिडियो पनि आउँछ होइन त्यसैले सब्सक्राइब गर्न नबिर्सिनु होला गाइज अब त्यही भन्दै म अहिलेको लागि ब्लग यहीँ टुङ्गाउँछु र आज छिटो जानुपर्ने छ त्यही भएर आज खासै छैन मान्छे आज कलाकार छैन त्यही डान्सै होला सायद आज हामी डान्सतिर गइँदैन हामी यसो घुमिन्छ चोकतिर होइन घरमा त मेला भनेर हिँडेको आज छैन नि त कलाकार तर मेला भनेर हिँड्नु चाहिँ हिँडेको होइन बाहिरै घुम्छौँ अनि आउँछौँ आजको लागि त्यति हो होइन गाइजहरू अब यो भिडियो हेर्नु ल अस्तिको भिडियो आजको भिडियो नभने यो चाहिँ अस्तिको भिडियो है हिजो छोडेर अस्तिको भिडियो त्यही भएर गाइस ढिलो भइसक्यो अब म घर लुगा रेडी लाएर रेडी भएर निस्किन्छु यो भिडियो चाहिँ मैले हालिनँ ल गाइजहरू आजको भिडियो चाहिँ हाल्नु मैले अस्तिको भिडियो हालिदिन्छु है गाइजहरू टिल बाई